मेरो युट्युब च्यानलको यो नयाँ भिडियोको नयाँ श्रृङ्खलामा यहाँहरू सम्पूर्णलाई स्वागत छ। हामी इट द्याट फ्रगको अडियो बुक तयार गर्दैछौँ। आज हामी 7औं भागमा रहेको छौँ। आउनु सुरु गरौँ आजको यो अडियो बुक। एबीसीडी विधिको लगातार प्रयोग गर्नुहोस्। सफलताको पहिलो नियम हो एकाग्रता। सारा ऊर्जाको एक बिन्दुमा एकीकृत गर्नुहोस्। दायाँ बायाँ नहेरिकन सिधा त्यस बिन्दुसम्म पुग्नु। सर्वप्रथम नियोजन र प्राथमिकता तयार गर्नुहोस्, तब मात्र काम द्रुत गतिमा गर्न सकिन्छ। कुनै पनि काम जति महत्त्वपूर्ण र मूल्यवान हुन्छ त्यति नै तपाईँको आलडाल गर्न पनि छोड्नुहुन्छ र कामलाई लगातारमा जुट्नुहुन्छ। एबीसीडी विधिको प्राथमिकता तयार गर्न शक्तिशाली विधि हो। तपाईँले हरेक दिन यस विधिको प्रयोग गर्न सक्नुहुन्छ। यो विधि यति सरल र प्रभावकारी छ कि यसले तपाईँलाई आफ्नो क्षेत्रको सबैभन्दा कार्यकुशल र प्रभावित मानिसहरू मध्ये एक बनाउन सक्छ। कागजमा लेख्नुहोस्। यस विधिको शक्ति यसको सरलता हो। तपाईँले आगामी दिनको जे काम गर्नु छ त्यसको सूची बनाउनुहोस्, कागजमा लेख्नुहोस्। त्यसपछि पहिलो काम सुरु गर्नुभन्दा पहिले आफ्नो सूचीको हरेक कामको अघि ABCDE लेख्नुहोस्। ए काम त्यो हो जुन महत्त्वपूर्ण छ, यसलाई तपाईँले गर्नै पर्छ। यो एक यस्तो काम हो जसलाई गर्नाले गम्भीर सकारात्मक परिणाम मिल्नेछ, वा यो एक यस्तो काम हो जसलाई नगर्नाले गम्भीर नकारात्मक परिणाम मिल्नेछ। कुनै प्रमुख ग्राहकलाई भेट्नु वा त्यस्तो रिपोर्ट तयार गर्नु अथवा पूरा गर्नु, यसको आवश्यकता तपाईँको बोसको अगाडि मिटिङका लागि छ। यो काम तपाईँको जिन्दगीको महत्त्वपूर्ण भ्यागुता हो। यदि तपाईँसँग एक ठूलो काम A छ भने तपाईँ यस कामको अगाडि A1, A2, A3 आदि लेखेर प्राथमिकता तयार गर्नुहोस्। तपाईँको A1 काम सबैभन्दा ठूलो भ्यागुता हो, चाहिन्छ विरुद्ध अनिवार्य। B कामको परिभाषा यसलाई गर्नुपर्छ भन्ने हो, तर यसको केवल छुटपुट परिणाम हुन्छ। यो तपाईँको कामकाजी जिन्दगीको ट्याडपोल हो। यसको अर्थ यदि तपाईँले यो काम गर्नु भएन भने केही दुःख हुन्छ वा असुविधा हुन सक्छ, तर यो ए काम जति महत्त्वपूर्ण हुँदैन। कुनै महत्त्वहीन टेलिफोन सन्देशको जवाफ दिनु वा आफ्नो इमेल इनबक्स चेक गर्नु बी कामको श्रेणीमा पर्छ। नियम अनुसार जबसम्म तपाईँ ए कामको अधुरो हुन्छ तबसम्म तपाईँ बी काम गर्नु हुँदैन। तपाईँ कहिले पनि ट्याडपोलको चमत्कारमा पर्नु हुँदैन, जबकि भ्यागुता ठूलो निल्न पर्खिरहनु भएको छ। सी काम त्यो हो जसलाई गर्नुपर्ने राम्रो हो। सी काम त्यो हो जसलाई गर्नु राम्रो हो, तर जसलाई गर्नाले वा नगर्नाले केही परिणाम मिल्दैन। सी काममा कुनै साथीलाई फोन गर्नु, कुनै सहकर्मीसित कफी वा लन्च लिनु, अफिसको काममा केही व्यक्तिगत काम समाधान गर्नु सामेल हुनु। डी काम त्यो हो जसलाई तपाईँ केही अरूलाई सुम्पन सक्नुहुन्छ। नियम अनुसार तपाईँ हरेक त्यो चिज अरूलाई सुम्पनुहोस् जसलाई अरूले गर्न सक्छ, ताकि तपाईँसँग ए काम गर्ने समय बाँकी रहोस् जसलाई केवल तपाईँले मात्र गर्न सक्नुहुन्छ। ई काम त्यो हो जसलाई तपाईँले पुरै छोड्न सक्नुहुन्छ र जसबाट केही फरक पर्दैन। त्यो यस्तो काम हुन सक्छ जुन कुनै समय महत्त्वपूर्ण रहन सक्छ, तर अहिले तपाईँ वा केही अरूको लागि प्रासङ्गिक छैन। प्राय यो यस्तो चिज हो जसलाई तपाईँले आदतको कारण जारी राख्नुहुन्छ र तपाईँलाई त्यो गर्न आनन्द लाग्छ, तर यी काममा जति समय लाग्छ त्यसको हरेक मिनेट त्यस काम वा गतिविधिबाट चोर्न सकिन्छ, जसको तपाईँको जिन्दगीमा वास्तविक फरक पार्छ। जब तपाईँले आफ्नो सूचीमा एबीसीडी प्रणालीको लागू गर्नुहुन्छ तब तपाईँको पूर्ण रूपले व्यवस्थित बन्नु हुनेछ। जब तपाईँले आफ्नो सूचीमा एबीसीडी प्रणालीको लागू गर्नुहुन्छ तब तपाईँ पूर्ण रूपले व्यवस्थित बन्नुहुन्छ र बढी महत्त्वपूर्ण काम गर्नको लागि बढी तीव्र रूपले तयार हुनुहुन्छ। तत्काल कर्म गर्नुहोस्। एबीसीडी विधिलाई सटिक बनाउनका लागि तपाईँले अनुशासित हुनुपर्छ। तपाईँले A1 काम सुरु गर्नुपर्छ र त्यसलाई पुरा नभएसम्म गरिरहनु पर्नेछ। त्यसका लागि आफ्नो इच्छाशक्तिको उपयोग गर्नुपर्छ। अहिले गर्न सकिने महत्त्वपूर्ण काममा जुट्नुहोस् र व्याकुलता निल्नुहोस् र पुरै ननिल्लेसम्म यसको क्रम जारी राख्नुहोस्। आफ्नो कामको सूचीका बारेमा सोच्ने र त्यसको विश्लेषण गर्ने तपाईँको योग्यता र आफ्नो A1 काम तयार गर्ने तपाईँको योग्यता, उपलब्धि, आत्मगौरव, आत्मसम्मान र व्यक्तिगत गौरव उच्च स्प्रिङ बोर्डको हो। जब तपाईँ आफ्नो A देखि ज्ञासम्म सबैभन्दा महत्त्वपूर्ण काम आफ्नो भ्यागुता चपाउनु
मा केन्द्रित गर्ने आदत बसाउनुहुन्छ तब तपाईँले आफ्नो वरिपरिको व्यक्तिले सबैभन्दा बढी काम गर्न थाल्नुहुनेछ। हरेक बिहान एक व्याकुता निल्नुहोस्। हरेक समय आफ्नो कामको सूची समीक्षा गर्नुहोस्। हरेक कामको अगाडि ABCD लेख्नुहोस्। आफ्नो एदेखि ज्ञसम्म कामको लागि प्रोजेक्ट छनौट गर्नुहोस् र त्यसलाई तुरुन्त सुरु गर्नुहोस् र आफूलाई अनुशासित गर्नुहोस्। यसलाई पुरा नगरेसम्म अरू काम हात नहाल्नुहोस्। महिनाभर हरेक दिन काम सुरु गर्नु पूर्व हरेक काम वा प्रोजेक्ट सूचीमा यस ABCD विधिको अभ्यास गर्नुहोस्। 1 महिनापछि तपाईँले आफ्नो सर्वोच्च प्राथमिकताको काम तयार गर्न र त्यसलाई पुरा गर्न आदत बसाउनुहुनेछ, जसबाट तपाईँको भविष्य उज्जवल हुनेछ। यतिन्जेलसम्म हाम्रो भिडियो हेरेर साथ दिनुभएकोमा यहाँहरूलाई विशेष आभार। आगामी दिनमा अन्य भिडियो लिएर आउनेछौँ। धन्यवाद।